यदि तपाई साँच्चै आफ्नो जीवनमा खुशी र सन्तुष्ट हुन चाहनुहुन्छ भने यी तीनवटा बानी आजैदेखि छोड्नुपर्छ। नम्बर 1, अरूको सोशल मिडिया प्रोफाइल हेरेर आफ्नो जीवनसँग तुलना गर्न छोड्नुस्। त्यहाँ देखिने मुस्कान, त्यहाँ देखिने सफलता धेरै जसो देखाउनेका लागि मात्रै हुन्छ। हामी उनीहरूको सबैभन्दा राम्रो क्षण मात्र देख्छौं, तर आफ्नो सबैभन्दा कमजोर पलसँग त्यो तुलना गर्छौं। यही तुलना नै हामीलाई दुखी बनाउने सबैभन्दा ठूलो कारण हो। नम्बर 2, कुनै एउटा ठूलो मौका आउला, कुनै सही समय मिल्ला र त्यसपछि मात्र जिन्दगी बदल्छु भन्ने सोच छोड्नुस्। त्यस्तो कुनै जादु जस्तै समय कहिल्यै आउँदैन। जिन्दगी आजैदेखि साना साना कदम चाल्दै गएपछि बिस्तारै बदलिँदै जाने हो। र नम्बर 3, सबैलाई खुसी पार्ने कोसिस छोड्नुहोस्। हामी अक्सर अरूले के भन्लान् वा अरूलाई कसरी खुसी राखौं भन्ने चक्करमा आफ्नै इच्छा र खुसीको हत्या गरिरहेका हुन्छौं। याद राख्नुहोस्, तपाई सबैलाई कहिले खुसी पार्न सक्नुहुन्न। अरूको सर्टिफिकेट वा प्रशंसामा आफ्नो खुसी खोज्न छोड्नुहोस्। जब तपाई अरूको नजरमा होइन आफ्नै नजरमा सही हुनुहुन्छ भने त्यहीबाट वास्तविक खुसीको सुरुवात हुन्छ।